पश्चिम एसियामा बढ्दो तनावको कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च बढ्तालाई ध्यानमा राखेर प्रधानमन्त्री मोदीले देशवासीलाई गरेका अस्टेरिटी मेजर्स अपनाउने आह्वानलाई समर्थन जनाउँदै सिक्किम सरकारले इन्धनको बचतका लागि विभिन्न अस्थायी उपायहरू लागू गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री प्रेम सिंह तामाङको अध्यक्षतामा आज सम्मान भवनमा बसेका आपतकालीन बैठकमा यी निर्णयहरू लिएको हो। बैठकमा मन्त्रीहरू, विधायकहरू, मुख्य सचिव, डिजिपी, विभागीय प्रमुखहरू, जिल्लापाल तथा पुलिस अधीक्षकहरूको सहभागिता थियो भने अन्य जिल्लाका अधिकारीहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए। बैठकमा गहन छलफलपछि इन्धनको बचत, प्रशासनिक दक्षता तथा राष्ट्रिय जिम्मेवारीलाई ध्यानमा राख्दै विभिन्न अस्थायी उपायहरू लागू गर्ने निर्णय लिएको छ। राज्य सरकारको यस पहललाई आफूमाथि पनि लागू गरेर मुख्यमन्त्री प्रेम सिंह तामाङले उदाहरण प्रस्तुत गरेका छन्। यसको निम्ति उनले आफ्नो आधिकारिक सवारी काफिलामा प्रयोग हुने वाहनहरूको सङ्ख्यामा 50% कटौती गरेका छन्। यसै क्रममा आज गान्तोकमा एउटा सामाजिक भ्रमणमा अवधि मुख्यमन्त्रीलाई सामान्य भन्दा सीमित वाहनहरूको साथमा देखिएको थियो। यसको साथै मुख्यमन्त्रीको अन्तर्जिल्ला भ्रमण अवधि जिल्लापाल र पुलिस अधीक्षकलाई प्रोटोकलको ड्युटीबाट मुक्त गरिएको छ। आजको बैठकले लिएका निर्णयहरूमा विधानसभा अध्यक्ष र उपाध्यक्षको पाइलट फिर्ता गरिने, मन्त्री र विधायकहरूलाई उपलब्ध गराएका सवारी साधनहरूको इन्धन खपत 20%ले घटाइने, सम्भव भएसम्म डीसी र एसपी एउटै गाडीमा यात्रा गर्नुपर्ने, सरकारी विभागहरूमा पुल भेहिकल सेवा लागू गरिने तथा नजिकका बैठक र कार्यक्रममा पैदल हिँड्ने प्रोत्साहन गरिने, सार्वजनिक यातायातको बढी प्रयोगलाई प्रोत्साहित गरिने तथा भर्चुअल बैठक र डिजिटल समन्वयमा निर्भरता बढाइने, सबै ओएसडी तथा अध्यक्षहरू अनावश्यक यात्रा नगरिने, आफ्ना आफ्ना निर्वाचन क्षेत्रमा नै रहने निर्देश जारी गरिने, अत्यावश्यक अवस्था बाहेक सरकारी कर्मचारीहरूलाई सरकारी सवारी प्रयोग गरी अन्तर्जिल्ला तथा राज्य बाहिर यात्रा गर्न प्रतिबन्धन लगाइने, सम्भव भएसम्म 50% कर्मचारीका लागि वर्क फ्रम होम लागू गरिने, 1 वर्षसम्म विदेशी भ्रमण स्थगित गरिने तथा शनिबारलाई पनि सरकारी बिदा घोषित गरिने, शनिबार र आइतबार सरकारी सवारी साधन प्रयोग गर्न नपाइने अनि राज्यका सबै जिल्लामा आपतकालीन सेवा बाहेक सबै सरकारी अनि निजी वाहनहरूमा ऑड इभन सवारी नियम लागू गरिने साथै